हुन्छ आज फेरि पनि हामी यो शाखा बाटोको लागि यो पोलको लागि हामी फेरि पनि हिँड्दैछौँ। हामी यो बाटो लिएर गर्ने हो। तपाईँलाई असर गर्छ, मलाई असर गर्छ। Minha fora aí. Olha, pô. यो फोहोरलाई चाहिँ बोरामा व्यवस्थापन गरिदिनु भयो भने राम्रो हुनेछ। हामी फेरि यहाँबाट माथितिर जान्छौँ। कहाँसम्म पुग्छौँ थाहा छैन। आधी घन्टा 1 घन्टाको लागि फेरि बाटोमा जाँदैछौँ। प्लास्टिक इज डेन्जर। बाटोमा चाहिँ अब सुरट सुर्ती अनि खैनीको प्लास्टिकहरू बाटोतिर कृपया गरेर कसैले पनि नफालिदिनु होला। मेरो अनुरोध छ। हजुरहरूले जति पनि प्लास्टिकहरू राख्नुहुन्छ गोजीमा हालेर घरमा लगेर तपाईँसँगले बोरामा व्यवस्थापन गर्नु होला। आफ्नो गाउँ सफा राख्नुपर्छ हजुर। आफ्नो गाउँ भनेको आफ्नो ठाउँ हो। प्लास्टिकको ब्यागमा जे पनि खानुहुन्छ त्यो प्लास्टिकलाई चाहिँ हजुरले गोजीमा हाल्नु होला। घरको बारीतिर पनि गयो भने प्लास्टिकले धेरै असर गर्छ। त्यति राम्रो हुँदैन। हाम्रो गोगने गाउँ भनेको चाहिँ एकदम नमुना सरसफाइमा नमुना हुनुपर्छ है। चाहिँ हजुरहरूले देख्नु हुँदाखेरि भिडियोमा युट्युबमा अनि फेसबुकमा सामाजिक सञ्जालमा हाम्रो भिडियोहरू देख्नुहुन्छ। अनि अहिले चाहिँ हामी केवल 2-3जना मात्रै यहाँनिर यसरी हिँडिरहेको छ सरसफाइ कार्यक्रममा। हामी आशा गर्छौँ हाम्रो यो गोगनेमा जति पनि हाम्रो गाउँहरू समाजहरू दिदीभाइ दाजुभाइ इष्टमित्रहरू हुनुहुन्छ उहाँहरूले पनि सहायता गर्नुभयो भने धेरै राम्रो हुनेछ। त्यही भएर हजुरहरूलाई मेरो अनुरोध छ कि हजुरले पनि हामीलाई साथ दिनुहुनेछ। हामी त आफ्नो समयमा होइन आधी घन्टा 1 घन्टाको समय लिएर हामी यसरी कुदिरहेको छ। हजुरहरूले पनि आफ्नो समय निकालेर घरभन्दा अलिकति अगाडि होइन बाटोमा जे भयो नगरपालिका कहाँबाट कसरी गाडीहरू लगाउने होइन यो सबै कुराहरू हामी व्यवस्थापन गर्नुपर्छ। गाउँले मिलेर एकजनाले मात्रै पनि नहुने कारणले गर्दाखेरि हामी गाउँ चाहिँ एकजुट हुनुपर्छ। एकतामा हुनुपर्छ है। हाम्रो यो गोगनेको बाटो यस्तो स्थिति छ। यस्तो यो बर्खामा अझै पनि कति बिग्रिन्छ होइन। यो बाटो एकदम नराम्रो छ। यतितिर पनि नराम्रो छ। हजुरहरूले नसोच्नु होला कहाँको मान्छे आएर यसरी हामीलाई सिकाउन लाग्यो, हामीलाई शिक्षा दिन लाग्यो भने नसोच्नु होइन। हजुरहरूले अब ठाउँमा आएपछि हजुरहरूकै छिमेकी हजुरहरूकै गाउँले हो। म कुनै पनि पाहुना पनि होइन। हजुरहरूले चाहिँ एकअर्कालाई साथ दिनुपर्छ। अब यो ठाउँमा यो गोगनेमा चाहिँ
नेटको पनि समस्या छ। सरसफाइ अब निरन्तर होइन जिन्दगीभरि गरिरहनुपर्छ। अनि यो बाटोको लागि पनि हामी कति कोसिसहरू चाल्नुपर्छ गाउँ मिलेर, यति भन्न चाहन्छु। हामीलाई गएको वर्ष गएको महिनाहरूमा हामीलाई RRN संस्थाले हामीलाई हाम्रो यो गोगनेमा चाहिँ भाडाको काम गरिदिनु भयो। धेरै ठुलो लगानी गरिदिनु भयो उहाँहरूले। अनि हामी यो गाउँमा यो गोगनेमा चाहिँ अहिले माथिल्लो ढकालटोल खानेपानी सरसफाइ पूर्ण सरसफाइ भनेर नाम दिएको छ। अनि यहाँ चाहिँ 47-48 घरहरू मिलेर हामीले श्रमदान गरेर होइन धारा प्रत्येक घरमा एक धारा हुनुपर्छ भनेर हामीले यो पनि गरेको छ। अनि RRNले चाहिँ उहाँहरूको उद्देश्य चाहिँ एउटा पूर्ण सरसफाइ गाउँ चाहिँ हुनुपर्छ भनेर उहाँहरूको एउटा अभियान रहेछ होइन, उद्देश्य रहेछ। उहाँहरूले सिकाउनु भयो, अब उहाँहरूले सिकाएर जानुभयो। अब गर्ने भनेको हामीले हो है, हामीले नगरे कसले गर्ने। र हजुरहरूलाई एउटा अनुरोध गर्न चाहे। अनि यो बाटोको छेउमा बाँसहरू यो अलिकति देखियो होइन, यो बाँसलाई चाहिँ हजुरहरूले अलिकति व्यवस्थापन गरिदिनु भयो भने सायद यो बाटो पछि बनाउँदाखेरि सायद यो बाँसलाई पनि हटाउनु पर्ने हुन्छ जस्तो भइरहेछ। अब हजुरहरूले के सोच्दै हुनुहुन्छ होइन, व्यवस्थापन गरेर राम्रै हुन्छ। मलाई चाहिँ सुरुमा आज लगभग हामीले यो काम गरेको चाहिँ धेरै भएको छैन, 5 दिन जस्तो मात्रै भएको छ। हामीले दिनतिर आएर हिजो आज त लगातार भइरहेछ। सुरुमा चाहिँ मलाई यति अप्ठ्यारो लागेको है, घरबाट बाहिर निस्केँ अनि बाटोमा आएँ, 2-4वटा फोन देखेँ अनि हामीले टिपेको मान्छेहरूले के भन्ला कसो भन्ला भनेर पुरा लाज लाग्यो जस्तो भयो। अनि के गर्ने अनि मैले खोज्दिनँ यहाँदेखि चाहिँ मलाई सजिलो लाग्छ। अब चाहिँ गाउँ सरसफाइमा लागिरहन मलाई लाग्दैन। र अहिलेसम्म चाहिँ हाम्रो यहाँ जति पनि व्यक्तिहरू मैले भेट्दैछु, 1जना 2जना 3जना उहाँहरूले चाहिँ यस्तो नराम्रो प्रतिक्रिया केही पनि भन्नुभएको छैन। एकदम यो काम चाहिँ राम्रो हो, सरसफाइ गाउँमा जन्मेको व्यक्ति नै हो। रोटेर आएर अहिले हामी यहाँसम्म आएका छौँ। अब भोलि फेरि हामी यहाँदेखि माथि जानेछौँ। अहिलेलाई चाहिँ हामी यति नै गर्नु पर्ला जस्तो लाग्यो, रात पनि पर्दै गयो हजुर है। अब आजलाई पनि स्थगित गर्ने, फेरि हामी एउटा माथि जान्छौँ। माथि अब यताबाट गयौँ, बाटैबाट गयौँ, यहाँ माथि पुगेर फेरि शाखाबाट यसो घुम्दै आयो। अहिले यति भएछ फोहोर मैला प्लास्टिकहरू, अब यसलाई हामी
हामीले त्यहाँ लगेर फेरि यसलाई व्यवस्थापन गर्नुपर्छ। ल